स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। सो आज चाहिँ मैले धेरै दिन भइसक्यो है भिडियो बनाएको थिइनँ अनि आज चाहिँ म भिडियो बनाउन गइरहेको छु अनि म कहाँ आएको छु भनेर तपाईहरुले यो यता ब्याकग्राउन्ड देखेर पनि थाहा पाउनु होला। म चाहिँ यो आमधुनी नगरपालिका भित्र पर्ने पञ्चायत सिमसारमा आएको छु हैन। यो चाहिँ योसँग चाहिँ मेरो 3 टाइम्स भयो हैन साथीहरु। अनि तपाईहरु यहाँ को आउनु भएको छ। सो सुरुमा साथीहरुसँग आएको थिएँ, त्यस पछाडि बहिनीहरुसँग आएँ अनि आज चाहिँ म एक्लै आएको छु। क्यामेराम्यान को भन्नुहुन्छ होला, क्यामेराम्यान चाहिँ यही एकजना चिनेको साथी। साथीहरु अनि म चाहिँ यहाँनिर आएको है, अब आएको छु भनेर तपाईहरुलाई थाहै छ। यहाँको कसलाई थाहा छ कसलाई थाहा छैन, अब प्रायलाई थाहा भइसक्यो। टिकटक उदी पनि भाइरल छ हैन यो ठाउँ चाहिँ। अनि अब आज चाहिँ त्यति धेरै मान्छे रहेन रहेछ, न त भने यहाँ कति धेरै हुन्छ। हुन त अलिक साँझ परेर पनि होला साथीहरु मान्छे नभएको हैन। अब एक दुईवटा फोटो खिचिहालेँ, भिडियो बनाइहालेँ हैन। अब त्यति त गर्नै पर्यो, त्यही गर्न आएको है साथीहरु। अनि यहाँ चाहिँ एकदम पिकनिक स्पट मतलब राम्रो छ, अरू ठाउँभन्दा पनि धेरै राम्रो छ है। तपाईहरु आउन सक्नुहुन्छ। अनि उपारी चाहिँ गीत बजाइरहेको छ कि अब जान्छु म पनि त्यतैतिर। यो पोखरीमा चाहिँ माछा छ कि के हो नि, पुलुक 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 गरी हिँड्दैछ साथीहरु। के गर्नु, छ्याप्पै आयो म गर्ने लड्को ओढेर मेरा चाहिँ नाचिरहेको रहेछ। अनि के भन्छ अब यहाँ सेको अर्डर गरेको छ अनि अब 15 मिनट जति लाग्छ अरे अब सेको खाने हो। अनि त्यस पछाडि घर लाग्छु साथीहरु। अनि त्यही भिडियोहरू बनाउनु पाइएन, अब के भन्ने ब्याट्री सकेन आँटा फोनको। ल साथीहरु यहाँनिर चटपटे र चिसो चाहिँ अघि ल्याइदियो अनि खाइसक्नु आँटेको चटपटे चाहिँ। अनि हाम्रो सेको आइसक्यो गाइस, हेर्नु न कति हेर्दा त कस्तो खाउ खाउ लाग्ने छ हैन। अनि यो चाइनिज साग पनि, तर चाइनिज साग चाहिँ अलिकति यस्तो भएछ है गाइस। अनि यो चाहिँ यसमा चाहिँ अलिकति ध्यान दिनु पर्यो तपाईहरुले हैन। यो चाहिँ अलिकति बहुत मलाई मन परेन कि बरु नदिनु हैन, दिएपछि अलिकति राम्रो दिनु होला कृपया है। हेर्नु न यो कुहेको साग छ, यसमा चाहिँ ध्यान दिनु। अब यो चाहिँ के छ कसो छ भनेपछि खाएपछि मात्रै थाहा हुन्छ साथीहरु। पहिला खाम हेर्नु न, यो अब हामीले खाइसकिनौँ हैन। अब खाइ नसकेपछि के गर्नु, छोड्नु हुँदैन, पैसा परेको कुरा भनेर चाहिँ बोक्न आँटेको। खोइ यो भाइहरू आउँदैन, अब परै लगेर प्याक गर्न लाइवरी लानु पर्यो। अनि ठिकै लाग्यो, त्यस्तो नराम्रो। सुन्नु अनि अब मैले अघि भनेको थिएँ नि खाइसक्दिनँ भनेर, खाइसक्छु जस्तो त लागेको थियो तर खाइ नसकिनु रहेछ। अनि अब यो धेर भयो त, धेर भएपछि त पैसा परेको चिज खाल्नु हुँदैन भन्ने मेरो मान्यता हो। अब म त्यसलाई यसरी गर्छु, अरू मान्छेले पनि हेर्दै होला कि हेर्नुको लागि चाहिँ, तर हेऱ्यो भने मलाई मतलब हुँदैन, यो पैसा परेको छ नि त त्यही भएर। अनि मैले अघि यो सलादमा फोहोरहरू छ, साग यो साग फोहोर छ भनेको ताईलाई भन्ने म त भनिदिन्छु त। के हेर्नु न यस्तो फोहोर छ अनि यसरी खाने हो त, यस्तो यस्तो छ त्यही भएर साथीहरु। अनि यो सेनिटेसनमा चाहिँ अलिकति ध्यान दिनु पर्यो त। म चाहिँ उता हिजो गएको थिएँ है, अनि कता हुनु पञ्चायत सिमसार गएको थिएँ हैन। अनि त्यस पछाडि त्यहाँ एकछिन के अरे त्यही सेकुवा खानु मन लागेर सेकुवा खानु गएको है। तर सेकुवा कस्तो मलाई त मनै परेन है, तपाईहरुलाई कस्तो लाग्यो हैन। तर मलाई चाहिँ त्यहाँको सेकुवा कस्तो अलिकति के कस्तो कस्तो लाग्यो, मलाई मन परेन। अब सबैको जिब्रो एउटै हुन्छ भन्ने पनि हैन। सो हिजोको भिडियो चाहिँ यस्तै भयो साथीहरु। अनि त्यही हिजोको भिडियो चाहिँ म आज इन गर्दैछु साथीहरु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।